सो गाइड्स व्हाट्स अप म धेरै पछि अब भिडियो बनाउन आइरहेको छु होइन। आज भने चाहिँ क्याम्पिङको भिडियो हुनेवालामा छ। नेक्स्ट क्याम्पिङ सैलुङमा हुनेवाला छ। अहिले चाहिँ म छु खलढुङ्गामा है। मेरो एकजना साथी नि आउँदैछ, म मुडेमा भेट्छु। म चाहिँ चरीकोट गाउँदेखि आएको, म गाउँमै छु अहिले हालको लागि चाहिँ। देख्न सक्नुहुन्छ म खलढुङ्गामा छु अहिले चाहिँ। यो हो मेरो ब्याकप्याक। अब गाउँको त के खिच्नु भनेर खिचिएन, जो सब खलढुङ्गादेखि चाहिँ मेरो भिडियो चाहिँ सुरु हुनेवालामा छ। सो हामी मुडे पुगेर खाना खाने प्लान थियो, तर साथीले ढिलो गरेर आउँदैछ अरे, त्यो पनि आइपुग्नु लाग्यो होला। अब चाहिँ हामी मुडे जान्छौँ, खाना खान्छौँ, अनि त्यसपछि सैलुङ माथि नै क्याम्पिङ बस्नेवालामा छौँ। डाँडामै बस्ने प्लान छ गाइज, के हुन्छ अब होइन। वेदर भन्ने चाहिँ यस्तो आइरहेछ क्या, फेरि वेदर भन्ने चाहिँ यस्तो भइरहेछ होइन। सो राइट, अब चाहिँ म मुडे गएर बस्छु होइन, खानासाना अर्डर गर्दै गर्छु साथी नआइन्जेलसम्म। यो चाहिँ मेरो खलढुङ्गाको भ्यू हो होइन गाइज। मैले फोनबाटै खिचिरहेको छु आजको भिडियोहरू सबै, जे पनि आउँछ फोनबाटै आउँछ सब कुरा होइन। अनि माइकको लागि चाहिँ मैले होलील्यान्डको M2 भन्ने होइन युज गरिरहेको छु। सो गाइज मसित गोप्रोको सेटअप नभए पनि होइन भिडियो चाहिँ मस्त बनाउने प्लानिङमा हो। ओ मा होइन, हेर्दै जानु होला गाइज। यो चाहिँ हेब्बे लाग्छ मलाई ठाउँ चाहिँ होइन। फोन झर्छ क्या हो, गाह्रो छ मलाई फोन होल्डर पनि नभएर होइन। यहाँ जुगाड गरिरहेको छु गाइज, जुगाड हानेर चलाइरहेको छु होइन। यो चाहिँ रह्यो हाम्रो खलढुङ्गाको भ्यू है गाइज। ल यहाँ त ल्याम्बो पहिरो गएर रहेछ नि त, त्यही भएर यस्तो राखिरहेको रहेछ यार। सो पहिला चाहिँ यहाँनिर यस्तो पसलहरू राख्दैन थियो, अहिले चाहिँ यहाँ सानोतिनो पसलहरू राख्न थालेको रहेछ। मलाई थाहा छैन यो कति भयो राख्न थालेको चाहिँ, तर पहिला चाहिँ थिएन, अहिले चाहिँ राख्न थालेको रहेछ। सो ए गाइज यहाँनिर आउनुभयो भने चिया कफी यस्तो तातो चिसो सबै पाउँछ होला जस्तो लाग्छ मलाई। सो यो चाहिँ खलढुङ्गाको चेकपोस्ट कट्ने बित्तिकै है, म चाहिँ चरीकोटबाट आइरहेको है सैलुङ जानुलाई। सो तपाईँहरू देख्न सक्नुहुन्छ गाइज यहाँको वेदर दामी छ एकदमै। ल ठ्याक्क हामी चाहिँ निस्क्यो अहिले। खलढुङ्गा ठ्याक्क कट्ने बित्तिकै आल डाँडा आउँछ। यो पार्क के अरे गाडीहरू राखेको ठाउँ छ, यहाँ पसलहरू पनि टन्नै छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ आहाल डाँडा। यहाँनिर थुक्पाहरू चाहिँ मिठो पाउँछ है, पिरो मिठो सुकुटी होइन, दामी पाउँछ। आलुहरू उसिनेर पनि दिन्छ यतातिर, आलुहरू मुडेको आलु दामी हुन्छ। अब भने चाहिँ आहाल डाँडा थोरै कटिसकेपछि चाहिँ हामी भने चाहिँ अब चाहिँ होइन ठ्याक्क लाएर सिन्धुपाल्चोक र दोलखाको बोर्डरमा आइपुग्छौँ है। अब भने चाहिँ हामी दोलखा छोडेर सिन्धुपाल्चोकको बोर्डरपट्टि लाग्छौँ। अनि फेरि मुडेबाट चाहिँ मुडे चाहिँ तपाईँको सिन्धुपाल्चोकमा पर्छ। अनि त्यसपछि मुडेबाट चाहिँ तल लागेपछि चाहिँ हामी सैलुङपट्टि लागिसकेपछि चाहिँ फेरि तल कुन ठाउँबाट छुटिन्छ त थाहा भएन गाइज होइन। देख्यो भने देखाइ नै हाल्छु म। त्यही गाइज अहिलेलाई भने चाहिँ हामी मुडेर दोलखाको जस बोर्डरनिर आइपुग्यौँ। कतिलाई थाहा छ कि छैन होइन, यहाँनिर चाहिँ एउटा सिन्धुपाल्चोकको र मुडेको चाहिँ गेट छ क्या गाइज यहाँनिर। आम्मा गाडीहरू त के हो प्याक आइरहेको छ यार, यस्तो प्याक। आम्मा के हो राइडर साइडर छ त सबजना, आम्मा बाइकमा सबजना घुम्न हिँड्यो कि कहाँ हिँड्यो हो थाहा छैन होइन। यो गेटबाट चाहिँ छुट्ने हो है त, उता सिन्धुपाल्चोक यता दोलखा। यहाँनिर बजार जस्तो भइसकेको रहेछ, के लेखा छ, दोलखा जिल्ला भीमेश्वर नगरपालिका भ्रमण गर्नुभएकोमा हार्दिक धन्यवाद, स्वागतम हजुर स्वागतम। ल गाइज अब भने चाहिँ हामी सिन्धुपाल्चोकपट्टि छिर्यौँ र यो गेटमा छिर्ने बित्तिकै हामीले मुडे देख्न सक्छौँ है गाइज। यो बाटो राम्रो बनाए हुन्न र के हो र, तपाईँहरू पनि कमेन्टमा भनिदिनु होला है गाइज। यस्तो राइड हान्दाखेरि यस्तो चलाउँदा होइन झ्याप्प रोक्नु पर्दाखेरि नमजा आउँछ। सही देख्नुभयो नि, अलिकति स्पिड के भयो झ्याप्प रोकिहाल्नु पर्ने हुन्छ। र अहिले छौँ हामी गाइज, अहिले भने चाहिँ हामी मुडे बजार आइपुगेका छौँ है त, मुडे बजार। ओ माई गड फर्स्ट लाइट, ओ सेट। ल गाइज देख्न सक्नुहुन्छ दिस इज अ मुडे बजार। त छुर्पी देख्न सक्नुहुन्छ है गाइज, यहाँ हेर्नु ल छुर्पी होइन, बजार छ यहाँनिर चाहिँ खतरा बजार हो, पहिल्यैदेखिको बजार हो। सो यहाँदेखि चाहिँ घुमेर हामी लेफ्टपट्टि लागिसकेपछि सैलुङपट्टि हामी स्ट्रेट गयो भने चाहिँ काठमाडौँपट्टि गइन्छ। ल गाइज सैलुङ जाने मान्छेहरू होला
यहाँहरू पक्कै पनि बाटैमा भेट भयो ल गाइज अब खाना खाने ठाउँमा गएर भेटौँला है त गाइज ओके सो राइट गाइज अहिले भने चाहिँ हाम्रो खाजा आइसकेको छ र मैले साथीलाई पर्खेर बसिरहेको छु ल यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मुडे बजार र मेरो ब्याग यहाँनिर छ यस्तरी सो कतिखेर आउँछ अनि खाना खान्छ मैले खाना नआएसम्म म खाजा खाँदै गर्छु खाजा खाएर खाना खाने हो अनि खाना खाएर चाहिँ हामी हिँड्छौँ है त सो यसले 1 घन्टा कुराएँ यही मल पुऱ्याउने चाहिँ अब खाना खान लागिरहेछौँ हामी खाना खाएर टक्क लाएर टक्क बाइक यहाँ छ मुडे बजारमा छ मैले चाहिँ खाना खाएर टक्क लाएर बाटोतिर लाग्छौँ हामी होइन हेर्दै गर्नु होला हाम्रो ब्लग ल गाइज कुरा गर्दा गर्दै खाना पनि आइपुगेको छ चिकन खाना खानु लागेको होइन भरे त खाना खाइ हुन्छ कि हुँदैन थाहा छैन क्याम्पिङमा के हुन्छ त्यही बनाएर खाइन्छ सो अहिलेलाई चाहिँ ल खाइदियो नि त बाबु एक घाँस यो पनि भिडियो बनाएर मात्रै खाने थियो र गाइज दुवैजना भिडियो बनाउनु तर्खरमा सो अब चाहिँ खाना खाएर चाहिँ अगाडि बढ्छौँ सो राइट गाइड्स अब भने चाहिँ हामी निस्किन्छौँ मुडेबाट खाना खाएर बाइक साइक हेर्न सक्नुहुन्छ सामान किन्यौँ चाहिने सामान मेरो ब्याग हेभी भएको छ यसले गर्दाखेरि हो यसको ब्याग पुरै प्याक गरेर लिएर आएछ यस्तरी होइन खोल्न मिलेन भनेको छ अहिले यसलाई चढ्ने बेलामा चाहिँ यसलाई मर्मत हान्नुपर्ने हुन्छ हामीले सो त्यही हो बाटोमा अपडेट दिइरहेको छु त्यही हो त गाइज सो राइट गाइज अहिले भने चाहिँ हामी मुडेबाट खाना खाएर निस्किसकेका छौँ ल हेर्नु गाइज यस्तो छ हाम्रो त्यसमा होइन यस्तो हुन्छ सो साथी पनि आइरहेछ अहिले भने चाहिँ यस्तो ठाउँमा आइपुगेछौँ है हामी चाहिँ ल मस्त महाकाडक्स पानी पर्ला जस्तो भएको थियो अहिले फेरि यस्तो भइरहेछ वेदर होइन त्यस्तै हो यत्तिको स्पिडमा हामी चलिरहेछौँ ओ सेट ल है त गाइज अब भने बिस्तारै हामी जाँदैछौँ मान्छेहरू फर्किँदैछ हामी जाँदैछौँ गाइज यस्तै हो दुनियाँ के गर्नु अब यसरी गोब्रो सोब्रो आफूसित भयो भने जस्तो होइन मालसामान नभएपछि यसरी भए पनि बनाउनु पर्ने हुन्छ हामीले भिडियो सो तपाईँहरूलाई होइन रमाइलो लागिरहेछ भने फलो गर्नु होला सब्सक्राइब गर्नु होला टक्क लाएर सेयर गर्नु होला कमेन्ट गर्न नबिर्सिनु होला त्यही हो गाइज सो बाटो चाहिँ होइन मुडेबाट आइसकेपछि पनि दामी रहेछ है ल दामी लाग्यो मलाई यत्तिको चाहिँ ल सो राइट गाइज अहिले चाहिँ हामी कालापानी भन्ने ठाउँमा आइपुग्यौँ हामीले बाइक यहाँनिर यो होटल छ गोलुट पानी ट्याङ्की जस्तो रहेछ तर होटल रहेछ सो बाइकहरू यही होटलको पछाडि राख्यौँ अनि त्यहाँनिर हेर्न सक्नुहुन्छ है बसहरू यहाँनिर राख्ने रहेछ कालापानी चाहिँ कस्तो छ भन्दाखेरि होइन अब टेन्ट सेन्ट यहाँनिर वरिपरि होटलको होला सो बजारको चहलपहल चाहिँ यस्तै छ यहाँनिर हेर्न सक्नुहुन्छ है गाडी साडी मस्त छ अनि सो यो होटलको मुनतिर चाहिँ हामीले बाइक पार्क गरेर अब हिँड्ने विचार गरिरहेछौँ अब भने चाहिँ हामी हिँड्छौँ गाइज 4 बज्नु लागिसक्यो 5 बजेसम्म चाहिँ हामी पुग्नुपर्ने हुन्छ माथि पुगेर पनि भ्यू स्यू खिच्ने अब क्याम्पिङ बस्न नदिने खालको यताउता कुरा रहेछ यहाँ चाहिँ तर हामी जान्छौँ चुप लगाएर बस्छौँ त्यही हो कुरा गाइज ल हेर्दै जानु होला सरी गाइज यो चाहिँ कालापानीबाट है यस्तो छ ल मेरो बाबु के छ है झन्डै ठोक्यो यार गाडीहरू सब पार्किङ गर्नु चाहिँ यहीँ रहेछ बाटो यो रोड जस्तो लागेको थियो मलाई तर सब पार्किङ रहेछ यो चाहिँ यहाँनिर यो होटलहरू छ अनि यहाँनिरबाट वाल सुरु हिँड्ने बाटो यहाँनिर यस्तो छ है त ल मेरो भाइ क्याम्पिङ गर्न कस्तो रहेछ अरे हेर्दाखेरि मात्रै रमाइलो होइन त ल ल अनि ल सुन्नु है सुन्नु ल सुन्नु पनि क्याम्पिङ गर्न सजिलो त छँदै छैन होइन त ल गाइज हामी कालापानीबाट जाँदैछौँ सो यो भर्याङबाट चाहिँ हामी 1 घन्टा हिँड्नुपर्ने हुन्छ है त गाइज ल भर्खर गेटमा आइपुग्यो बाइक राखेर 2 मिनट हिँडेर थाकिसक्यो अरे हामी तल के रे कालापानी है कालापानी भन्ने ठाउँबाट हिँडेको 10 मिनट जति भयो
तर बल्ल 10 मिनट जति माथि आइसकेपछि थाहा भयो कि यहाँनिर बाइक लिन मिल्ने रहेछ है गाइज। यहाँनिर जस्तै कि यो वाल भइहाल्यो होइन, अनि यो माथि जाने बाटो। सो यो ठाडै बाटोसम्म चाहिँ यहाँनिर बाइक आउने रहेछ। यहाँ होमस्टेहरू रहेछ। यो होमस्टे के हो, यो होमस्टेको नाम सोइलुङ समथिङ के छ होइन। यहाँसम्म चाहिँ बाइक आउने रहेछ है गाइज। ल हाम्रो ब्याग यहाँनिर छ। त्यो लगातार आनु पऱ्यो, थाकेको भन्दैछ, त्यसले गर्दाखेरि ढिलो भएको छ। नत्र भए गाइज हाम्रो प्लान चाहिँ 12 बजे मोड आइपुगेर खानासाना खाएर सिधै माथि जाने प्लान थियो। अब यहाँनिर हेर्नुहोस् न, हाम्रो प्लान अनुसार केही भएकै छैन। सो त्यही हो गाइज, हामी बिस्तारै बिस्तारै हिँड्दैछौँ। अब यहाँबाट पानी सानी लगेर जान्छौँ, माथि पाउँछ पाउँदैन थाहा छैन। सो हामी यहाँबाट पानी लान्छौँ अनि जान्छौँ। अलिअलि बादल लागेको छ, अलिअलि खोल्न लागेको छ। सो यस्तै हो ल, यस्तै छ है त, हेर्दै जानु होला भिडियो। बाजेलाई कडा देख्दो रहेछ त, कडा देख्दो रहेछ त, कि घोडै हो नि त बाजे यो। ल ल है, हाम्रो सैलुङमा चाहिँ घोडा पनि पाउँदो रहेछ। अझ बुवासित त सेतो खालको घोडा रहेछ। यो त अलिकति उत्योस हुन्छ नि होइन बा, यो त अलिकति हतपत पाउँदैन नि होइन सेतो खालको। ल है त बुवा, ल एउटा पोज दिनु त बुवा। ल टक्क लाएर हो, सही हो। ल सैलुङ आउनु होला सबैलाई भन्नु ल, आउने पैटाको लागि यसो शोभाको लागि लागि सेतो घोडा ल्याएको छु। ल ल ल हजुरको नाम भनिदिनुहोस् ल। मन कुमार श्रेष्ठ। मन कुमार श्रेष्ठ। ल ल धन्यवाद दाइ। ल है त, ल दामी रहेछ यार गाइज। ल है हाम्रो पानी पनि आइसकेको छ है। ल 8 लिटरको टक्क लाएर भरेर गाइज। अहिले भने चाहिँ कुरा के को भयो भन्दाखेरि पानीको। माथि हामीले सुनेअनुसारमा माथि एउटा छुर्पीको फ्याक्ट्री चाहिँ छ, तर त्यहाँ पानी छ कि छैन हामीलाई थाहा छैन। त्यहाँको मान्छे बस्छ कसरी र पानी खान्छ कसरी त्यो हामीले थाहा छैन। तर हामीले पानी बोकेका छौँ 8 लिटरको, 8 लिटरको पानी बोकिरहेछ। अनि माथि पुगेर पानी रहेछ भने चाहिँ कुरो के हुन्छ भन्दाखेरि रिग्रेट चाहिँ मजाको रिग्रेट हुन्छ। त्यही भनेर चाहिँ हामीले पानी बोकेरै हिँडिरहेछौँ, किनकि पानी नबोकिकन हाम्रो बन्ने कुरा चाहिँ केही छैन क्या। जे पनि बन्छ हाम्रो पानीले बन्छ। सो हामीले दुईचोटि चाहिँ धोका पाइसकेका छौँ है। केमा पायौँ, एउटा बाइकमा पायौँ है, तलै पार्किङ पाउँदैन भनेर माथिसम्म बाटो रहेछ। अनि पिच रोडको मेन भनेको पिच रोडको ल 100मा 90% पिच रोड, 10% अफ रोड भनेको सुनेको है हामीले है। अनि त्यही थियो। तर अहिले आएर त्यो बाटो पनि झुट। अनि अर्को स्क्याम के भयो भन्दाखेरि वाल मैले सोचेको थिएँ माथि डाँडा पुगिन्जेलसम्म त त्यो डाँडाको फेदसम्म हुन्छ नि त, फेदसम्म चाहिँ मजाले वाल होला सोचेको। वाल पनि 10 मिनट हिँड्दै 10 मिनट त हिँडेन, 10 मिनट 10 मिनट हिँड्दाखेरि हामीले त्यो पनि गायब बाटो। अहिले कस्तो हिँडिरहेछौँ हेर्न सक्नुहुन्छ है तपाईँहरूले है। यस्तो ठाउँमा हिँडिरहेछौँ क्या अहिले। फेरि सैलुङ हिँडेको है हामी। माथि गुम्बा देख्न चाहिँ देखियो होइन। अब यसलाई हात गल्यो अरे मैले पानी बोक्नु पर्ने हुन्छ गाइज, 8 लिटरको पानी यस्तो छ। अब के भयो अरे गाइज, यो होइन क्याम्पिङ भन्ने कुरो चाहिँ नि भिडियो फोटोमा खतरा भनेर देख्न मात्र रमाइलो छ। आएपछि अनि चाकबाट तेल निस्किँदाखेरि यो भाइ यो छ नि सामान बोकेर कि पानी लिएर जानु पऱ्यो, खानु पऱ्यो, बस्नु पऱ्यो होइन, लाउनु पऱ्यो। भारी बोकेर जाऊ, फैलाउ बस, फेरि समेट भारी बोकेर तल झर गाह्रो छ नि भने जस्तो कहाँ छ भिडियोमा देखाएको सोचे जस्तो केही हुँदैन है गाइजहरू। ल है बुझ्नु है त यति कुरा चाहिँ। ल यो ब्याग अब बोकेर जानुपर्ने हुन्छ। पहिला हामी चाहिँ डाँडा पुग्नु पर्ने हुन्छ, किनकि रात पर्न लागिसक्यो। रात पर्नु अगाडि चाहिँ हामी डाँडा पुगेर एउटा सेफ ठाउँ खोजेर हामी बस्नुपर्ने हुन्छ। ल है त गाइज, भेट्दै गरौँ ल। ल गाइज, आधी घन्टा जस्तो हिँड्यो होला हामी। आधी घन्टा हिँडिसकेपछि चाहिँ यो सबैले फोटो भिडियो खिच्ने ठाउँ आइपुग्यौँ हामी। सबजना फर्किरहेछ, फर्किन चाहिँ
हामी चाहिँ गइरहेछौँ है त ल सबको बाहिर ठाउँ यसो भिडियो खिचिदिउँ न ल ए पखै ए हट न हट त फ्रेममा आइस क्या कस्तो रहेछ हावा ए हट न हट त फ्रेममा आइस क्या कस्तो रहेछ हावा ल सो राइट गाइज आधी घन्टा जति हिँड्यो होला जस्तो लागेको थियो आधी घन्टा हिँडेको छैन त्यसो गाइज आधी घन्टा हिँड्यो जस्तो लागेको थियो आधी घन्टा हामी कुरा गरेर चाहिँ बसेर रहेछ सनसेट हेर्नु पुग्ने रहर थियो बिहान म 8 बजी हिँडेको मान्छे यो साला कति बजी पक पक ल तान्नु पऱ्यो एकैछिन पक्नुहोस् है त ल भाइ छैन यसको केही भारी छैन यसको नाटक मात्रै अनि गाइज हामी सनसेट हेर्ने भनेको सनसेट चाहिँ यहाँ भइ नै सक्यो अब दाउरा पाइन्छ कि पाइँदैन थाहा छैन पानी धन्न बोकेर हिँडेको छौँ अब अहिले त यस्तो भन्दैछ अरूले झन् के भन्छ गाइज होइन बल्ल बल्ल यो ठाउँसम्म चाहिँ मैले वाल छ भनेर सोचेको थिएँ क्या खासमा होइन छैन रहेछ म झुटो भ्रममा रहेछु म भ्रममा रहेछु डाँडाहरू दामी देखेको छ जस्ट लाइक बेथान चोक जस्तो जस्तै छ तर हाइक गर्दाखेरि चाहिँ मलाई चम्पादेवीको जस्तो जस्तो याद आयो क्या चम्पादेवी अनि जमाचो थाहा छ जमाचोमा एउटा चौर जस्तो निस्किन्छ नि हो त्यो जस्तो लाग्दिरहेको क्या यो निस्किँदाखेरि चाहिँ छैन तँलाई त्यस्तो लाग्यो तँलाई त्यस्तो लाग्यो हामी बाइकमा गएन नि त त्यही माथि हामी तलैबाट हिँड्यो त्यही भएर पनि हो गाइज बेथान चोकको चाहिँ मैले भिडियो बनाएको छुइनँ जस घुम्नलाई धेरै ठाउँ घुमेको छु पखै त एकैछिन घुम्नलाई मैले धेरै ठाउँ घुमेको छु तर अब भने चाहिँ मैले भिडियोहरू हाल्ने कन्टिन्यू दिने मेरो विचार इच्छा जागेको छ युट्युबमा त्यो गफ हान्दैछ यसको गफले सुन्छ होइन बाक्सा बाक सो गाइज म कुद्दै कुद्दै तल झर्नु पऱ्यो तल झर्नुको रिजन चाहिँ के थियो भन्दाखेरि हामीले जुन त्यो स्ट्यान्डवाला रोड हुन्छ त्यो नै बिर्सिएछ त्यो भिडियो खिच्दै अनि म कुद्दै लिन आएँ सो मैले अब के प्र्याङ्क हान्न गइरहेको छु भन्दाखेरि साथीको हो नि त त्यो स्टिक अनि मैले के प्र्याङ्क हान्न गइरहेको छु भन्दाखेरि तेरो स्ट्यान्ड त छैन रहेछ सोधेको छैन रहेछ भनेर भनिदिन्छु त्यसको रियाक्सन के कस्तो आउँदो रहेछ हेर्नु होला गाइज म त्यसलाई नदेखाइकन लुगाएर लान्छु होइन मैले पछाडि लुगाएको छु नथाहा पाउने गरी भिडेको छु है त गाइज के रियाक्सन कस्तो के आउँदो रहेछ हेर्नु होला छैन अब स्टिकैमा के लेख्छस् कस्तो देखिहालेछ प्र्याङ्क अनसक्सेसफुल गाइज होइन अयो उसले देखेछ मैले पछाडि यो पारामा लुगाएको थिएँ यसले देखेछ सारा सुतियाले देखिहालेछ अब छैन यहाँ केही देखेको छैन यो चुतियाले अब तेरो स्टिक तेरो हराएको जस्तै हो अब मैले झ्याप हान्यो भेटेकोमा मैले त भेटेको हो होइन भेटेकोमा खल्ती माल भन्छ नि त त्यही हो गाइज ल रुँदै गर्ने ल हो त्यसरी नै भिडियो खिच्दै रुँदै गर्ने ल ठिक छ मासला हिँड साला बोका सो गाइज होइन हामीलाई चाहिँ अरूलाई चाहिँ 1 घन्टा लाग्थ्यो भन्थ्यो होइन कालापानीबाट माथि आइपुग्न हामीलाई चाहिँ 2 घन्टा लाग्यो त्यही हामी जिस्किँदै हिँड्यौँ नि त हामी 2 जना भए पनि अब जिस्किँदै आइपुगेका छौँ बल्ल तल्ल हामी खोज्दै गर्दाखेरि त्यो टावरको त्यही छुर्पी कारखाना कि के भन्दो रहेछन् होइन भन्न चाहिँ त्यहाँनिर आइपुगेर सोद्धाखेरि अब ठाउँको कहाँ बेटर के छ भन्दाखेरि दाइहरूले यहाँनिर ठाउँ देखाउनु भएको छ र हामी यहाँनिर आइपुगेका छौँ र कस्तो छ थाहा छैन है हामीलाई चाहिँ अहिलेको भ्यू हामीलाई थाहा छ त हामीलाई केही पनि थाहा छैन
बजार हो त्यो पनि अन्दाजमा है अन्दाजमा अब बजार चाहिँ त्यही हो भनेर चाहिँ थाहा छ त्यही हो पछाडिको अब अरू चाहिँ हामीलाई केही थाहा छैन अब कस्तो ठाउँ छ पनि थाहा छैन हामी सिधै बिहान अब सरप्राइज हुनेवालामा छौँ तर बिहान सब हुनुभन्दा अगाडि चाहिँ हाम्रो भिडियो हेर्दै गर्नु होला अझै पनि अब हामी पकाएर खानेवालामा छौँ आगो सेफ्टी भनेको कुरा चाहिँ चाहिन्छ है गाइज होइन क्याम्पिङ आउँदाखेरि चाहिँ सेफ्टी भनेको चाहिँ चाहिन्छ हामीलाई दाउरा चाहिने हुन्छ हामीसित पकाएर खानुको लागि ग्यास स्टोभहरू छ भाँडाहरू सबै छ तर पनि हामीलाई आगो भनेको चाहिँ अब जङ्गल यस्तो डाँडाकाँडामा आइसकेपछि जनावरबाट पनि एकदम सेफ हुन्छ होइन र केही आउँदैन खासै भन्नुभएको छ त्यही पनि एउटा सेफ्टीको लागि चाहिँ हामी अनि गर्नेवालामा भिडियो छौँ हेर्दै गरौँ भोलि बिहानको भ्यू दामी देखाउँछ हामी बिहानै उठेर होइन अनि नेक्स्ट ठाउँ चाहिँ हामी कहाँ जाउँ भनेर पनि कमेन्ट गर्नु होला है त्यो चाहिँ कमेन्ट पनि गर्नु कमेन्ट चाहिँ गर्नु टक्क लाएर हाम्रो भिडियो अब लगातार झर्दैछ जोस् होइन अब लगातारै भनौँ न लगातारै आउँछ होला धेरै ठाउँहरू घुम्दैछौँ हामी सो अब चाहिँ ढिलो नगरी हामी टेन्टहरू पिच गर्न थाल्छौँ त्यही हो गाइस ल घुमन्ते पार्ट 2 सो राइट गाइज अहिले चाहिँ हामी होइन यहाँ माथि गुम्बामा आइपुगेको छौँ गुम्बामा चाहिँ आएर चाहिँ हामीले के थाहा पायौँ भन्दाखेरि यहाँनिर दाउरा पाउँदो रहेछ होइन गाइज अनि दाउरा नपाउँदो रहेछ अनि यहाँनिर एउटा दाइहरूको चिज फ्याक्ट्री समथिङ के रहेछ हामीले चाहिँ किन्यौँ तर उहाँहरूले चाहिँ बेच्न चाहिँ हुन्न अरे तर हामीलाई चाहिने भएर चाहिँ हामीले चाहिँ किन्ने भएर चाहिँ उहाँहरूले चाहिँ दिनुभएको छ हामीलाई सो अब हामी दाउरा लगेर जान्छौँ अनि त्यसपछि दाउरा लगेर गइसकेपछि आगो बालिसकेपछि मात्रै हामी कफी सफी पकाएर खाने कुराहरू गर्छौँ है त ल भोलि बिहान मात्रै देखाउँछु है त गाइज अब यतातिरको चाहिँ रातितिर केही देखाउनु नि मिल्दैन ओ यस्तो छ नि यस्तो छ है फेरि तरिका चाहिँ फेरि हाम्रो है त्यही हो ल भोलि देखाउँला ल गाइज अहिले भने चाहिँ हाम्रो रामेन चाहिँ रेडी भएको छ ल रामेन हालिदिँदै हो अब चाहिँ ओ माई गड फर्स्ट टेस्टिङ है त 3x स्पाइसी अलि माथि लगाएर खान देखेन म्या भयो भयो बाबा साँच्ची भएको ल हान्यो सबैलाई देखाइदिउँ ल सबैलाई ल है त टेस्टिङ क्रेजी हो तैँले त खान सक्छस् र बाबु वाइल्ड पिरो रहेछ यार वाइल्ड पिरो भन्छ त यार यसले त साह्रो मुख पो मिठायो त यार खा भरे फेरि मेरो पेट दुख्छ मुजी बेकारमा ओहो मुजी चाहिँ नभन्नु पर्ने हो है आइहालेछ त्यस्तै हो दुनियाँ झाक त कस्तो लाग्यो त हो बब्बाल है तँलाई अब गर्मी यता आगोपट्टि चाहिँ बसेर खानु पर्ला नि होइन अब भिडियो खिचेर लगाइ चाहिँ हो अब भने चाहिँ हामी खान्छौँ खाएको भिडियो अब यस्तै हो यति होला हामी पानी खाँदै अब चाहिँ खान्छौँ है त ल गाइज सो गाइज अहिले भने चाहिँ हाम्रो मासु पाक्दैछ है मासु इज द मासु ओ दामी भइरहेको रहेछ ल हेर्नु गाइज होइन यो लाइटिङ मिलेन क्या मेरोमा चाखेर भनिदेऊ नि त साथी कस्तो छ चट्टो लाएर ल त ठिक छ ल गाइज 10मा कति पोइन्ट आयो त यत्तिको चाहिँ हुनु पऱ्यो 10मा 20 है गाइज ल आमा मासु नि किसिम भ्याएछ नि त थोडा छैन नि त फेरि ल सो गाइज अब सुत्ने बेला भइसकेको छ र हाम्रो बेड रेडी हुँदैछ यो चाहिँ एयर म्याट्रेस हो यहाँबाट हावा जान्छ ट्याक्क लाएर एयर म्याट्रेस भएपछि टक्क लाएर ढुक्क हुन्छ हामीलाई होइन त यो फुल्नेवालामा चाहिँ अब ल साथीको चाहिँ नेट कस्तो खालको छ भन्दाखेरि म देखाउँछु है त यसको पनि महँगै खालको हो हुन चाहिँ होइन अब गाइज यस्तो खालको छ है हेर्न सक्नुहुन्छ यो किङ क्याम्पको यस्तो खालको छ र यसको र मेरोमा डिफ्रेन्स चाहिँ के छ भन्दाखेरि यसको चाहिँ
आफै बुझिदिन्छ र मेरो चाहिँ हावा हालेर खुलाउनु पर्ने हुन्छ हामीले खाडी रेडी ल है त गाइज अब भने सुत्नुपर्ने हुन्छ हामी है त ल यस्तै हो दुनियाँ आगो बालिरहेछौँ होइन आगो बाल्ने हो टक्क लगाएर आगो ताप्ने हो अब सुत्ने हो र है त गाइज भोलि बिहानको भ्यू हेर्नलाई रेडी भएर बस्नु होला हामी पनि रेडी भएर बस्नेछौँ त्यसको लागि हामीले रेस्ट गर्नुपर्ने हुन्छ सो अहिलेको लागि चाहिँ हामीले गुड नाइट भन्ने हुन्छ सो गुड नाइट सो गाइज मर्निङ भ्यू चाहिँ यस्तो छ हामी राखेको टेन्ट राखेको चाहिँ यहाँ तलतिर हो बादलले केही पनि देखाएको छैन गाइज तर वाउ यो दामी लाग्दिरह क्या मलाई भन्नु चाहिँ त गाइज ल हेर्नु त आमामा हो का ओके गाइस अहिले भने चाहिँ म ब्रस गर्दैछु सैलुङमा ब्रस गर्ने पहिलो व्यक्ति हुनुपर्छ जहाँसम्म मलाई लाग्छ कमेन्ट गरौँ है इफ एनी वान हेज डन होइन सैलुङमा आएर अनि अब कालापानी होइन कालापानी त तलै भयो भने डाँडामै छु म यहीँ भ्युटार पछाडि छ अनि अहिले भने चाहिँ हाम्रो यहाँनिर हट लेमनको लागि मस्ट पानी तात्दैछ टेन्टको यो कभर निकालिदियो गाइज यहाँनिर आइसको डल्लै थियो होइन अहिले पोखिसक्यो सो अहिले यस्तो छ है गाइज सिचुएसन हाम्रो अब ब्याक स्याक गर्छौँ ब्रस फ्रस गर्छौँ हट लेमन खान्छौँ अनि त्यसपछि चल्दिस ल गाइज यही हो अपडेट सो गाइज अहिलेको सिन भने चाहिँ यस्तो छ हाम्रो हट लेमन सर्ट लेमन पनि खाइसकेको अवस्था छ टेन्टको अब सुकाउँदैछ हामीले यसरी एकजना सुत्दैछ अर्को घाममा मजाले त्यो सुकिरहेको हो कि पोकिरहेको थाहा छैन होइन त्यो लगभग सुकि नै रह होला हिमाल यता छ मान्छेहरू यता छ र हामी यता छौँ अब जानेवालामा छौँ है त त्यही हो अपडेट अलराइट गाइज अहिले भने चाहिँ हामी होइन सबै प्याक स्याक गर्दैछौँ देख्नु सक्नुहुन्छ टेन्ट सेन्ट सबै निकालिदिइसक्यौँ हामीले एकजना कष्ट गर्दैछ है क्याम्पिङ भनेर मात्र हुँदैन के गर्नुपर्छ अरे यस्तो छ है हालत अब भने चाहिँ हाम्रो भिडियो अब लगभग यहीँ इन्ड हुनेवालामा छ बस्यौँ हामी कति बज्यो 11 बज्यो 11 त बजेन 10 साढे 10 जस्तो भयो होला होइन साढे 10 जस्तो भयो अब तल गएर टक्क लगाएर हामी मुडै पुग्छौँ होला खाजा खान लगभग जहाँसम्म मलाई लाग्छ सो त्यही हो गाइज हेर्दै गर्नु होला यस्तो राम्रो कन्टेन्टको लागि सब्सक्राइब गर्नु होला अझै आउँदैछ भिडियोहरू त्यही हो गाइज